मेरो नाम कमला केसी, क्राउन एम्बेसडर नेपालबाट। हेलो एभ्रिवान, नमस्ते। म मीनाराम खड्का, काठमाडौँ नेपालबाट। सो तपाईहरु सबैजनालाई स्वागत छ। आज डिएक्सन नेपालले एउटा क्राउन एम्बेसडर पाएको छ। यो देशको इज्जत मान एकदमै उच्च भएको छ, संसारभरि फैलिएको छ। सो मलाई प्राउड छ डिएक्सन प्रति अनि मेरो देशप्रति। मलाई डिएक्सनमा आउनुको एउटा प्रेरणा एउटा यस्तो छ कि वास्तवमा म एउटा डिजिजको कारणले गर्दा मेरो हेल्थमा निकै ठुलो इस्यु थियो। सायद यो भिडियोले धेरै मान्छेको जीवनमा परिवर्तन आउन सक्छ कि मेरो स्किनमा धेरै ठुलो समस्या थियो अनि ग्यास्ट्राइटिसको समस्या थियो र मेरो ब्लडमा इन्फेक्सन भइसकेको थियो। सो सायद मैले डिएक्सनको प्रोडक्ट पाउँथेन भने एकदमै मेरो जीवनमा धेरै ठुलो दुर्घटना हुन सक्थ्यो। किनभने डाक्टरको भनाइ नै के थियो भने त यति सानो कलिलो उमेरमा यस्तो डिजिज भयो, त्यसलाई यस्तो समस्या भयो जसले गर्दा तँलाई भविष्यमा धेरै ठुलो दुर्घटना हुन सक्छ तेरो शरीरमा भन्नुभएको थियो। त्यही बखतमा मेरो आदरणीय स्पोन्सर एकजना सिन्धुपाल्चोकको साथी मेरो आदरणीय गुरुले मलाई रिफर गर्नुभयो कि प्रोडक्ट, सायद मेरो जीवनमा धेरै ठुलो चमत्कार आयो जो यसको प्रोडक्टले मलाई प्रेरणा गर्यो कि डिएक्सन इन्डस्ट्रीमा आउनको लागि। म थ्याङ्क यू सो मच भन्न चाहन्छु उहाँलाई। र साथमा वास्तवमा आज भन्यो भने धेरैवटा डिएक्सन कम्पनी र यही प्रोडक्टको कारणले गर्दा, यही सिस्टमको कारणले गर्दा आज संसारका धेरैवटा देशमा विश्व भ्रमण गर्ने अवसर मिलेको छ मलाई। सो म तपाईहरुलाई फाइनल्ली मेरो तर्फबाट तपाईहरुलाई म मेरो मेसेज के दिन चाहन्छु भने धेरै मान्छेहरूले भन्ने गर्नुहुन्छ कि डिएक्सन कम्पनी सायद मलाई पनि मेरो फ्यामिली कम्फर्टेबल, मेरो तपाईको चाहिँ देश कम्फर्टेबल या कुनै पनि मेरो एरिया कम्फर्टेबल भएको भए म पनि सफल हुन्थेँ होला। सायद मसँग एजुकेसन भएको भए म सफल हुन्थेँ होला। धेरै मान्छेहरूको यस्तो भनाइ हुन्छ, गुनासो हुन्छ। तर मेरो सन्देश के छ भने एज अ क्राउन एम्बेसडरको हिसाबले मेरो सन्देश के हो भने वास्तवमा डिएक्सन जुनसुकै परिस्थितिमा पनि गर्न सकिन्छ। तपाईँ कुन परिवारबाट हुनुहुन्छ, कुन जगतबाट हुनुहुन्छ, कुन इतिहास बोकेर आउनु भएको छ त्यसले म्याटर गर्दैन। तपाईसँग कुन सर्टिफिकेट छ, कलेजको सर्टिफिकेट छ, डिग्रीको सर्टिफिकेट छ, कुन सर्टिफिकेट छ, सर्टिफिकेटले म्याटर गर्दैन। कुनै पनि कल्चरले, कुनै पनि रिजनले, कसैले पनि म्याटर गर्दैन। त गर्छ तपाईको सोच, तपाईको विचार। तर मेरो चाहिँ म्यासेज सन्देश के छ भने वास्तवमा भन्ने हो भने तपाईसँग चाहना हुनुपर्छ। तपाईसँग चाहना छ भने, तपाईसँग इच्छा शक्ति छ भने तपाईले संसारको कुनै पनि कुनामा, चाहे नेपालमा बस्नुस्, चाहे संसारको देश बाहिर बस्नुस्, कहीँ पनि बस्नुस्, कुनै पनि परिस्थितिमा हुनुस्, तपाईले यो व्यवसाय गर्न सक्नुहुन्छ। सो फाइनल मेरो तर्फबाट तपाईलाई अझै प्रेरणादायक भनाइ के छ भने वास्तवमा भन्यो भने म एउटा सामान्य परिवारबाट जन्म लिएको व्यक्ति हुँ। जो सामान्य परिवारबाट जन्म लिएको व्यक्तिले आज यो इतिहास रेकर्ड ब्रेक गर्न सक्छ भने तपाईँ झन् सक्षम हुनुहुन्छ, तपाईँले झन् गर्न सक्नुहुन्छ। सो आज म भित्र धेरै क्षमताहरू लुकेका रहेछन्। जब सफल भएँ अनि मलाई थाहा भयो कि मसँग यति धेरै ठुलो सम्भावना रहेछ भनेर। सो थ्याङ्क यू सो मच भन्न चाहन्छु म इन्टायर टिमलाई, इन्टायर वर्ल्डमा रहनुभएका सम्पूर्ण टिमलाई। किनभने आज यो तपाईहरुले मेरो लागि यति ठुलो सफलता कन्ट्रिब्युट गर्नुभएको छ, मलाई एकदमै प्राउड छ। सो फाइनल्ली तपाईहरुलाई म भन्न चाहन्छु कि तपाईले वास्तवमा भन्यो भने डिएक्सन कम्पनी आजसम्म बुझ्नु भएको थिएन, सुन्नु भएको थिएन, देख्नु भएको थिएन, इट्स ओके। तर आज थाहा पाउनु भयो नि, अहिले थाहा पाउँदै हुनुहुन्छ नि। तपाईँले आजदेखि सुरुवात गर्नुहोस्, अब सुरु गर्नुहोस्, आजदेखि जोइन हुनुहोस् ताकि व्यवसायलाई प्रमोट गर्नुहोस्। तपाईँले सायद थाहा नहुन सक्छ यो बिजनेस वान वर्ल्ड वान मार्केट हो, वान कन्सेप्ट हो, वान ड्र्यागन हो। सो म तपाईहरुलाई रिक्वेस्ट गर्छु प्रत्येक लिडरले जसले डिएक्सनको डिस्ट्रिब्युटर आइडी बनाइसक्नु भएको छ 20 कन्ज्युमरलाई फोकस गर्नुहोस्, बेस 20 मा जानुहोस् ताकि तपाईँ पनि भविष्यमा एक दिन क्राउन एम्बेसडर बन्न सक्नुहुन्छ। हरेक व्यक्तिलाई म रिक्वेस्ट गर्छु कसैले पनि 2, 4, 6, 8, 10 को कुरै नगर्नुहोस्। 20 यु सुड फोकस 20%। तपाईले जब 20 जनालाई फोकस गर्नुहुन्छ एक दिन चाहेर या नचाहेर तपाईँ यो कम्पनीको क्राउन एम्बेसडर बन्नुहुन्छ। सो म तपाईहरु सबैलाई रिक्वेस्ट गर्छु यो जो कसैले पनि यो व्यवसाय गर्न सक्छ तपाईको साथमा हामी छौं आज। किनभने यो देशलाई प्रतिनिधित्व गरेर आज संसारभरि हामीले लिडिङ गरिरहेका छौं। सो म रिक्वेस्ट गर्छु तपाईहरुले जब यो 20 लाई फोकस गर्नुभयो भने फेरि तपाईले पनि नेतृत्व गर्न सक्नुहुन्छ। तपाईको जित तपाईको हातमा छ, तपाईको भाग्य तपाईको निधारमा तपाईले आफै लेख्ने हो। कतिपय मान्छेहरूले भन्नुहुन्छ, फाइनली म तपाईलाई सन्देश दिन्छु, तपाईलाई यो गडले एउटा गिफ्ट, एउटा अवसर दिइराख्नु भएको छ, गड गिफ्ट पाइराख्नु भएको छ। भगवानले तपाईलाई चुक्कुल हानिराख्नु भएको छ तर तपाई चुक्कुल लगाएर भित्र बसिराख्नु भएको छ त कि तपाईको जीवनमा एउटा अवसर आइसकेको छ।
सो थ्याङ्क यू सो मच, विश यु अल द बेस्ट।